हेलो एभ्रिवान। आज फेरि म जिम पुगेर जाँदैछु। आज म बिहान एक्लै गएको थिएँ र इन्ट्री गरेँ। एन्ट्री भइसकेर मैले वर्कआउट गरिसकेर यो भिडियो बनाएको, किनकि आज मेरो ब्याक र बाइसेप थियो र मलाई सधैँभरि एउटा भिडियो बनाउनु मलाई पनि बोरिङ लाग्छ र तपाईँहरूलाई पनि बोरिङै लाग्छ भनेर खालि हल्का मैले फोटो मात्रै लिएँ। फोटोभन्दा भिडियो लिएँ। भिडियो लिएर आज मैले वर्कआउटको केही भिडियो बनाउन निस्केँ। यहाँ हेरेँ मेरो स्कुटी यहाँ रहेछ र स्कुटीमा आएँ। रुममा आउँदैछु म। रुममा आउँदा यहाँ फ्रुटको दोकान छ र फुडमा यो बाजेबाट म सधैँ फ्रुट लान्छु र मैले तर बिफोर 1 विकदेखिको चाहिँ लगेको थिइनँ। मैले अस्ति 3 ताल लगेर यो पपाया बिग्रेको थियो, मिठो पनि थिएन हो। अन्त आज पनि छ के मिठो भनेर बाजेले सोधे, राम्रै छ भनेर चाहिँ मैले एउटा पपाया लिएर आएँ। साथमा चिकन लिएर आएको थिएँ। चिकन हेर्नुहोस्, मैले चिकन ग्रेभी दामी बनाएको छु, हेर्नु पनि दामी छ। र फ्रिजमा हेरेको त साग पनि रहेछ, मेरो फेभरेट रायो साग। र त्यसपछि मैले साग पनि हल्का पकाइसकेर मैले हल्का चाहिँ यसलाई मैले 2 मिनटको लागि मैले यसलाई छोपिदिएँ। ल त साथीहरू, बाई। यति नै, बाई बाई।